बसिसके सबै चिज छल्टाए अब पुरै पारामा बसे म सक्यो सबै चिज मेरो अब केही पनि बाँकी राखेको छैन ल तँलाई पनि दिन्छु क्यास कति चाहियो भन त तिम्रो लागि जेनी गर्न सक्छु फेरि म परिआयो भने जेनी गर्छु फेरि म 10 जनाको ज्यान लिन सक्छु म कति चाहियो पैसा बोकी पनि आएको छु लान्छु तिमीलाई घुमाउनलाई फेरि लान्छु लु सबै कुरा मिलाई सेटिङ मिलाई आएको छु तिम्रो लागि जेनी गर्न सक्छु लु ए बेबीलाई चाहन्छु नि फेरि मैले त बिर्सिन सक्दिनँ तिमीलाई कहिले पनि म जिन्दगीमा कहिले खाली भएको थियो ल अहिले तिमी आएपछि सबै ठिक भएको छ बेबीलाई लाने सोचिरहेको छु म घुमाउन जान्छु र भने तिमीलाई लान्छु नि म तिम्रो लागि के गर्नु र बनाउन ल चुरा फोदै सबै चिज ल्याएको छु म बा आमाले भन्नुहुन्थ्यो मलाई राम्रो काम गर राम्रो बाटोतिर गइस् भने ठिक छ सबै कुरा ठिक छ हुँदैन केही बेठिक तैँले गरिस् भने हुन्छ सब कुरा ठिक अघि जान खोजिरहेको म चाहिँ तर अघि जाँदाखेरि ठेलिरहेको सचै के गर्नलाई खोजिरहेको अझै पाराले पुगेन भने हान्छु फेरि अझै हान्छु मैले के तहन सहन सक्छस् र भाइ मैले हान्दा सहन के गर्न खोजिरहेको हुन्छस् फेरि त बाहाना पारी उता जान खोज्दैछस् बाहाना फेरि बुझ्दैन जस्तो लाग्यो कि क्या बुझ्छु फेरि तेरो आँखाबाटै हेरिरहेको छु सबै तँलाई पै यति पेलाउँछु कि मैले गाड फाट्नु इन्जेल काम लगाउँछु नि मैले जहिले पनि कडक काम गरिरहेको मैले क्यास झारिरहेको हुन्छु ब्याङ्कमा पुरै एकाउन्ट बढिरहेको डिपोजिट गर्नलाई पुग्दैन ब्याङ्कमा पुरै क्यास टन्न भइरहेको छ कल गर्छ उसले उतातिर कल गर्छ मलाई फोन गर्दैछ अब भयो पैसा नहालौँ ब्याङ्कमा ए ठिकै छु नि फेरि म पहिला जस्तो छैन अहिले सबै मिलिरहेको छ जिन्दगी जिउनलाई सिकिरहेको छु नि फेरि म अब यतिमै समाप्त गर्दिनँ म बाटोलाई चालेर हिँडिरहेको छु जहिले के गर्न खोजिरहेको हुन्छु फेरि मैले जिन्दगी चलाउन सिकिरहेको छु नि अहिले केही गर्नको लागि मन नसक्छु नि मैले ए माया गर्छु तिमीलाई नै कहिले पनि छोड्दिनँ जिन्दगीको बाटोमा कहिले पारीमै छोड्दिनँ आधीमै छोड्दिनँ कहिले बाटो तोड्दिनँ माया गर्छु बेबीलाई म कहिले छोड्दिनँ ल सक्यो ओके